म मानिसहरूलाई भन्दा बढी माया कुकुरलाई गर्छु किनभने कुकुरले आफ्नो जिम्मेवारी निभाउन कुनै पनि शर्त राख्दैन। यो भनाइ दोस्रो विश्वयुद्धका प्रमुख पात्र एडोल्फ हिटलरको हो, जसको जन्म 19 अप्रिल 1889 मा भएको थियो। हिटलरको जन्म अस्ट्रियाको एउटा सानो गाउँमा भएको थियो। हिटलरका बाबु ज्यादै नै कठोर अनि निष्ठुरी स्वभावका थिए, जसको असर हिटलरमा पर्न गयो। हिटलरका बाबुको मृत्यु हिटलर सानै छँदाखेरि भयो, जस कारणले गर्दा हिटलरको बाल्यकाल निकै कठिनाइपूर्ण बित्यो। उनी पढाइमा त्यति अब्बल थिएनन्। शिक्षकमाथिको अभद्र व्यवहारका कारण हिटलर सानै हुँदाखेरि नै स्कुलबाट निष्कासित भएका थिए। सुन्दर चित्र बनाएर बेची हिँड्ने, एक दिन ठुलो कलाकार बन्ने सपना बोकेका हिटलर पछि यति हिंस्र क्रूर भएर निस्के कि जसले 60 लाख यहुदीहरूको हत्या गरे। प्रत्येक दिन उनले 500 जना भन्दा बढी यहुदीहरूलाई भट्टीमा पोल्थे। 1000 वर्ष शासनको परिकल्पना गरेका तानाशाही हिटलरको भाषण सुनेर मान्छेहरू चिच्याउँदै बेहोस हुन्थे। जसले संसारका मानिसलाई दास बनाउने सपना बोकेका थिए, उनको अन्त्य जमिनबाट 50 फिट तल रहेको भूमिगत बङ्करमा 30 अप्रिल 1945 दिउँसो 3:30 बजे आफैले आफ्नो कञ्चटमा हानेको गोलीबाट अर्थात् आत्महत्याबाट भयो।